भदौ 24 गतेको विध्वंसका दोषीहरूलाई विभिन्न बाहनामा उन्मुक्ति दिने प्रावधान र कथित जाँचबुझ आयोगको थप गरिएको कार्यादेशले यो सरकार विध्वंसमा संलग्न अपराधीहरूलाई जोगाउन र दण्ड इन्तालाई संस्थागत गर्न उद्यत छ भन्ने स्पष्ट हुन्छ। कोट जेएनजी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकार बीच भएको सम्झौता अनकोट प्रति यो महाधिवेशनको गम्भीर ध्यान गएको छ। असंवैधानिक रूपमा गठन भएको र सर्वोच्च अदालतमा न्यायिक परीक्षणबाट गुज्रिएको सरकारलाई मुलुकलाई दीर्घकालीन प्रभाव पार्ने संवैधानिक, राजनीतिक र आर्थिक विषयमा यस्तो सम्झौता गर्ने अधिकार हुँदैन। निर्वाचनको कार्यदेश प्राप्त र घोषित निर्वाचन मिति 3 महिनाभन्दा कम रहेको अवस्थामा निर्वाचनका महत्त्वपूर्ण कानुनी र संरचनात्मक विषयलाई प्रभावित गर्ने सहमति आफैमा निर्वाचन नैतिकताको विरुद्धमा र सरकारको क्षेत्राधिकारभन्दा बाहिर छ। जनताबाट निर्वाचित जनप्रतिनिधि निकाय बाहेक अन्यत्रबाट संविधानमा कुनै संशोधन या परिमार्जन हुन सक्दैन। प्रतिनिधि सभा विघटन गरिएको अवस्थामा संविधान निर्माणमा अगुवाई गर्ने दलहरूलाई निषेध गर्दै गरिएको यस सम्झौताको आशय संविधानका आधार स्तम्भलाई खलबल्याउनु र संविधानलाई नै असफल बनाउनु हो। भदौ 24 गतेको विध्वंसका दोषीहरूलाई विभिन्न बाहनामा उन्मुक्ति दिने प्रावधान र कथित जाँचबुझ आयोगको थप गरिएको कार्यादेशले यो सरकार विध्वंसमा संलग्न अपराधीहरूलाई जोगाउन र दण्ड इन्तालाई संस्थागत गर्न उद्यत छ भन्ने स्पष्ट हुन्छ। जिम्मेवार दलहरूलाई व्यवस्था गरिएको र कार्यान्वयन हुन नसक्ने यस सम्झौताका नाममा सरकारले वास्तविक जेएनजीहरूलाई झुक्क्याउने र धोका दिने काम गरेको छ। महाधिवेशन यस सम्झौतालाई अमान्य ठहर गर्दछ।